हेलो एभ्रिवान वेलकम छ आजको भिडियोमा। आज हामी एकदम सिरियस र सेन्सिटिभ टपिकमा कुरा गर्न जान आँटेका छौँ अबाउट द रिसेन्ट केस अफ गरिमा चौधरी है त। लाइक वाइ मेन स्पेसली द बोइज है त किन चाहिँ त्यस्तो एक्टहरू गर्छन्, त्यसलाई डिकोड गरौँ न त है आजको भिडियोमा। अब इन माई पर्सपेक्टिभ वाट इट इज है त, इट इज म फर्स्टमा भन्न चाहन्छु है त, मैले काहीँ पढाएको थिएँ कलियुगमा चाहिँ मान्छेलाई डिस्ट्रोय गर्ने चिज चाहिँ ग्रिड, लस्ट, समथिङ त्यस्तो के थियो कि लस्ट चाहिँ त्यसमा आउँथ्यो कि लस्ट भने चाहिँ एउटा फ्याक्टर हो क्या त्यसको, लाइक एउटा त्यो पनि पर्छ। सो यो सबैको कारण के हो भने जे भयो नि 3 इयर्स ओल्ड है त, बाई एनी चान्स यु डोन्ट नो है त, 3 इयर्स ओल्डलाई भयो कि रेप भयो। एन्ड देन रेप हुँदाखेरि चाहिँ अब म थाहै थिएन, लाइक त्यो फोटो जब हेरेँ नि मैले मेरो स्याटर्ड भयो कि ब्रेन नै स्याटर्ड भयो पुरै। अनि आई कुडन्ट थिङ्क के लाइक मान्छेसँग कतिसम्म है त, कतिसम्म लाइक एक्सटेन्ड भएर त्यस्तो काम गर्न सक्छन्, लाइक म बुझ्नै सकिनँ कि एकछिन त। अनि यसो हेर्दाखेरि लाइक वाट दे वर थिङ्किङ क्या, द्याट गाई वाज 16 इयर्स ओल्ड है त, 16 वर्षको केटाले त्यस्तो चिज गरिरहेछ कि। अनि त्यो डाइभर पनि भन्दैछन् है त, बट डाइभरको खै केस के छैन, तर त्यहाँनिर 16 इयर्सको बोय थियो कि। क्यान यु जस्ट इमेजिन। अब यो चाहिँ के को हिसाबले हुनसक्छ भने म आफ्नो टेक दिन्छु है त। यो फर्स्ट अफ अल है त, एउटा अपोजिट जेन्डरसँग चाहिँ इन्टरेक्सन नभएको कारणले गर्दाखेरि चाहिँ दिस एक्सन माइट टुक प्लेस के। सो प्लिज जस्ट डोन्ट बी अलोन है त, जस्ट डोन्ट सिट इन यर होम, जस्ट गो आउटसाइड, टक टु ह्युमन बिङ्स है त, ट्राई टु ह्याभ कनेक्सन विथ पिपल है त। अदर जेन्डर अपोजिट जेन्डरसँग चाहिँ बोल्नु पऱ्यो कि। त्यो लस्ट हुन्छ नि, आई नो द हर्मोन्स है त, त्यो बेलामा अहिलेको यो बेलामा टिनेजर्समा त्यो इट इज नर्मल कि, इट्स सो कमन फर यु, बट त्यसलाई सप्रेस गरेर राख्नुहुन्न। त्यो हर्मोन हुन्छ, त्यो हर्मोनलाई युटिलाइज गर्नु पऱ्यो है त, आफ्नो पर्पज के हो बरुभन्दा फाइन गर्नु पऱ्यो। बट त्यसलाई सप्रेस गरेर है त घरमै बसेर, लाइक अभियसली द्याट इज बिकज अफ द पर्न अल्सो है त। तिमीले जति पर्न हेर्छौ नि त्यो तिम्रो माइन्ड त्यति नै डिग्रेड हुँदै जान्छ कि। अब इन्स्टेड है त त्यो भाइले जस्ट बिकज अफ लस्ट के, सबै त्यो लस्टले गर्दाखेरि नै हो, लस्टले गर्दाखेरि नै उसले त्यो एक्सनहरू लियो। लस्टको साटो उसले इभन इफ यु ह्याड टक टु लाइक गर्ल्स है त, अपोजिट जेन्डरसँग पनि बोलाएको थियो भने, इभन यु हेभ मास्टर बेटेड द्याट केस वान्ट ह्यापन कि। अब ऊ 16 वर्ष छ, अब कोर्टले के दिन्छ है त डिसिजन, वी डोन्ट नो द्याट। बट उसको लाइफ के भयो, उसको नाम आएको छैन है त, नाम भन्दैन, उसको प्यारेन्ट्सको नाम भन्छन् कि। यसो तपाईँले हेर्नुभयो भने है त त्यस्तो भन्दो रहेछन्, उसको प्यारेन्ट्सको नाम आइरहेछ कि उसमा। सो अपोजिट जेन्डरसँग चाहिँ खुलेर इन्टरेक्सन पनि हुनु पऱ्यो जस्तै लाग्छ क्या मलाई चाहिँ। किनकि एज अहिलेको के छ भने अब घरभित्रै बसिन्छ, मोबाइल मात्रै चलाइन्छ, त्यो कन्फिडेन्स नै आउँदैन कि। बोल्नु पऱ्यो कि मान्छेहरूसँग गएर बाहिर है त, अपोजिट जेन्डरसँग चाहिँ बोल्नु पऱ्यो, सक्दो बोल्नु पऱ्यो, मेक गर्ल फ्रेन्ड्स है त। त्यो त्यहीबाट नै कन्फिडेन्स आउने हो क्या तिम्रो। अरूसँग अपोजिट जेन्डरसँग बोल्दाखेरि कन्फिडेन्स आउँछ, इट्स टोटली नर्मल है त। बोल है त, बरुभन्दा बी इन, बरुभन्दा सिचुएसनसिप, एनिथिङ रिलेसनसिप, बी इन द्याट सिचुएसनसिप रिलेसनसिप है त। बट डोन्ट एभर ट्राई टु डु दिस है त। नेभर के सोच्दाखेरि नै त घिन लाग्दो छ क्या यो एक्ट। जस्ट थिङ्क अबाउट इट वान्स है त, लाइक फर रियल। त्यो फोटो है त मैले देखाउन पनि सक्दिनँ यो भिडियोमा, हजुरले कतिवटा हेर्न सक्नुहुन्छ, टिकटकतिर मैले देखिरहेको थिएँ है त। लिटरली भने त्यो फोटो देख्दाखेरि त नि आँखाबाट आँसु आउन खोज्छ कि, आउँछ नै कि त्यो सोच्दाखेरि नै कस्तो हुन्छ त्यो फोटो हेर्दाखेरि। अनि जस्टिस पाइसकेको छैन है त। त्यो 39 इयर्सको त्यो समथिङ भनिरहेको थियो ड्राइभर होला। मैले त्योभन्दा पनि ल ठिक छ होइन, त्यो तर बट 16 इयर्स ओल्ड है त। बट दुईजना एउटा ड्राइभर र त्यो खलासी अरे, के एक्ट आयो कि 3 इयर्स ओल्ड के दिमागमा चलिरहेको थियो होला कि, साइको भइसकेको थियो कि त्यो दुईजनाहरू के। बिकज है त लस्ट इट किल्स यु फ्रम इनसाइड है त, आउटसाइड तिम्रो जिन्दगी बर्बाद भयो कि। तिनीहरू दुईजनाको जिन्दगी बर्बाद भयो कि अहिले। जस्ट थिङ्क अबाउट इट। लाइक ऊ
उनीहरूले केही नै गर्न सक्दैनन् कि अब लाइफमा। म फाँसी भन्दैछन् है त, त्यो द्याट्स अब कोर्टले डिसाइड गर्छ त्यो। बट थिङ्क अबाउट इट है त, वाट दे हेभ डन। यसलाई कसरी भयो त, ल म उसको के सिनारीले भन्छ है त, उसले कसरी त्यसलाई त्यो एक्ट नगरेको भए के एक्ट गर्थ्यो र त्यो एक्ट अभोइड गर्न सक्थ्यो कि उसले। अपोजिट जेन्डरसँग बोल्न सक्थ्यो है त्यो केटाले। माइट ह्याभ इभन वाच पोर्न के, लिस्ट के एकदम म रिकमेन्ड गर्दिनँ, बट त्यस्तो घटिया काम गर्नुभन्दा त एटलिस्ट यु हेभ वाच द्याट है त। अनि एन्ड देन इज्याकुलेट गरेपछि एटलिस्ट त्यस्तो दिमागमा केही त आउँदैन थियो होला। वर्स्ट केस सिनारियो भन्दैछु है त। एन्ड देन सोसियली इङ्गेज हुनु पऱ्यो, आफ्नो पर्पज फाइन्ड गर्नु पऱ्यो है त। पढाइमा पनि ध्यान थियो भने पनि अलिकति हुन्थ्यो होला कि। म त्यही भन्न चाहन्छु। बट जस्ट गो आउटसाइड, टक टु अपोजिट जेन्डर बरु भन्दा है त। जस्ट डोन्ट डु द्याट काइन्ड अफ एक्ट के, जस्ट फर द सेक अफ यर ओन सेटिस्फाई के, लाइक सेटिस्फाई हुनको लागि फर यर प्लेजर है त। जस्ट डोन्ट डु इट फर यर प्लेजर के, डोन्ट रुइन अदर्स लाइफ के। पहिले पनि एउटा थियो नि केस, त्यो लाइक बिर्सेँ है त मैले, आफ्नो गर्लफ्रेन्ड समथिङलाई नै बोलाएर लिटरली भने त्यो सोच्दाखेरि नै इट्स सो डिस्गस्टिङ के। सो या जस्ट ह्याभ टक है त, कन्फिडेन्स बिल्ड गर्नु है त, आफ्नो कम्युनिकेसन स्किल्सलाई इम्प्रुभ गर्नु बरु भन्दा जस्ट डोन्ट बी अलोन है त। खाली दिमाग सैतानका घर भन्छन् नि, द्याट इट इज जस्ट द्याट के। सो आई होप केही न केही भ्याल्यु पाउनु होला यो भिडियोबाट। जस्ट गो आउटसाइड, टक टु अपोजिट जेन्डर, बी कन्फिडेन्ट है त, बी कन्फिडेन्ट, टक टु ऱ्यान्डम पिपल है त। गो टु जिम बरु भन्दा टाइम स्पेन्ड हुन्छ त्यहाँनिर, नेगेटिभ थिङ्किङ आउँदैन बरु भन्दा त्यहाँ जाँदाखेरि। एक्सर्साइज गर, मेडिटेसन गर, रिड बुक्स, जस्ट इन्भेस्ट, जस्ट डोन्ट बी अलोन, जस्ट ट्राई टु इन्टरेक्ट विथ पिपल है त। जस्ट इट इज वाट इट इज। ओके, बाई बाई।